भनेपछि के लुगा ब्यागहरू पहिल्यै ट्याक्क मिलाएर राख्न मन लाग्छ के। अब आज पनि बाहिर जाने काम थियो है, अनि मैले लुगा आइरन गरेर राखेँ। अब यो लुगा लगाउन जान्छु म है। अनि के मलाई साडी लाउँदाखेरि चाहिँ पहिला मेकअप गरेर साडी लाउँछु, अरू लुगा लगाउँदाखेरि चाहिँ म लुगा लगाएर अनि बल्ल मेकअप गर्छु है। फेरि कहिलेकाहीँ त यस्तो अल्छी लाग्छ मेकअप गर्न है, मेकअप गर्नै मन लाग्दैन के, यत्तिकै हिँड्न मन लाग्छ है। अनि आज चाहिँ मैले खासै उ त लगाइनँ, धेरै मेकअप त गरिनँ, हल्का फुल्का क्रिमहरू मात्र लगाएँ के। गाजल र कालो टिका चाहिँ अलिकति लाउन मन लाग्छ है, सधैँ त्यो चाहिँ छुटाउन मन लाग्दैन कि मलाई है। अनि शनिबारको दिन आइतबारको दिन मलाई घरै बस्न मन लाग्दैन के, कतै न कतै डुल्न जानु मन लाग्छ। त्यही पनि शनिबार आइतबार काम चाहिँ निस्किहाल्छ के। ल मैले अब हल्का मस्करा लाएँ, आज चाहिँ मैले लाइनर लगाइनँ, मस्करा अनि गाजल चाहिँ सकभर छुटाउन मन लाग्दैन कि, प्राय लगाएकै हुन्छु। अब त्यस्तै परेर एकदमै हतार हुने दिनमा चाहिँ लगाउँदिनँ है। अनि मैले चाहिँ गाजल लगाउँछु होइन, अनि गाजल लगाएर चाहिँ हल्का मलाई त्यो उसले सानो त्यो उसले चाहिँ यस्तो मलाई नामै आएन भन्नलाई, फिजाउन मन लाग्छ के। अनि गाजल लगाएपछि चाहिँ तल हल्का पाउडर पनि लाउन मन लाग्छ के, नभए त बगेर कहाँ पुग्छ। अनि लिपस्टिक पनि मलाई लाइट कलरकै लाउन मन लाग्छ के। अनि लिपस्टिक लगाउँदाखेरि चाहिँ मलाई 3टा पार्टमा डिभाइड गरेर लाउन मन लाग्छ के, त्यो बानी भइसक्यो। अब चाहिँ ब्याग कुन बोक्ने होला भनेर हेरिरहेको छु है। यही ब्याग छेउमा रहेछ, धेरै भएको थियो यो ब्याग नबोकेको पनि, अनि यही ब्याग लिएर निस्केँ। अनि म चाहिँ सधैँ यो ब्यागहरू चाहिँ पहिल्यै सोफामा ल्याएर राख्छु के, लुगा लाएर अनि निस्किँदाखेरि ट्याक्क बोकेर निस्किनलाई सजिलो लाग्छ के। अनि त्यसपछि चाहिँ मलाई जहाँ हिँड्दाखेरि पनि यहाँको यो ऐना नहेरिकन चित्त बुझ्दैन है। यो ऐना चाहिँ एकछिन यसो निस्किने बेलामा ढोक्कामै छ, अनि हेरेर निस्किन्छु के। ल अब गाडी पनि निकालिसक्नु भयो, अब निस्किने बेला भयो है। म पनि निस्किएँ। आज त अचम्म भयो के, जोजो पनि पछि लाग्दै लागेन। आज त भित्र बसेर हेरिरहेछ जोजोले। ल अब म निस्किन्छु है, म कहाँ कहाँ पुग्छु हजुरहरूलाई सबै म देखाउँछु है। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। ल अब म निस्केर गाडीभित्र गएँ, छोरीलाई छिटो आऊ भन्दैछु। एकछिन छोरीलाई कुर्दाखेरि यो क्लिप्स यसो खिचिहालेको के हामीले, छोरीलाई छिटो आऊ। ल छोरी पनि आइपुगी, ल बस छिटो अब जानी भन्दैछु मैले। ल छोरी पनि बसिहाली। अब हामी चाहिँ गफ गर्दै म्युजिक सुन्दै गाडीमा गफ गर्दै लाग्यौँ। मौसम पनि यस्तो रमाइलो थियो है, निलो आकाश देखेको थियो, घाम लागेको थियो है। ल गाडीमा मैले सबैलाई ल यता हेर भन्दै भिडियो पनि खिचिरहेको छु के है। अनि यता गीत पनि सुनिरहेको छु है। अब मैले चाहिँ अब पहिला हामी कहाँ जाने भनेर सोधिरहेको छु, हामी सल्लाह गरिरहेछौँ। जहाँ जाँदा पनि मलाई चाहिँ यो बाटो जाँदाखेरि के प्रायः जसो हामी चाहिँ यही बाटो हिँड्छौँ है। यो बाटो यस्तो राम्रो लाग्छ, यो बाटो धेरै गाडीहरू पनि हिँड्दैन है, रमाइलो लाग्छ। अनि यहाँबाट हामी गोलपुटार चोकमा निस्कियौँ, त्यहाँबाट हामीले यो गोलपुटारको उकालोतिर लाग्यौँ है। यता यो उकालो लाग्यौँ, उकालो बाटोबाट हामीलाई निस्किन सजिलो हुन्छ, धेरै ट्राफिक जाममा परिँदैन भनेर। अनि यता यो गोलपुटारको बाटो पनि कस्तो राम्रो लाग्छ के, म चाहिँ पुरा बाटो हेर्दै हिँडिरहेको छु के। यो बाटो पनि राम्रो लाग्छ है। अनि हामीलाई चाहिँ यहाँबाट यता धुम्बराई निस्किनु पर्ने थियो, धुम्बराई निस्किनलाई यो बाटो एकदम सजिलो लाग्छ के, कतै पनि जाममा परिँदैन नि त। ल धुम्बराई चोकमा हामी ठ्याक्क आइपुग्यौँ। त्यहाँबाट हामीलाई जानुपर्ने थियो धुम्बराई अपार्टमेन्टमा है। धुम्बराई अपार्टमेन्टमा गएर छोरीलाई त्यहाँ ड्रप गर्नुपर्ने थियो। हाम्रो काम त धेरै नै लिएर निस्केको छौँ हामी। छोरीलाई यहाँ फर्स्टमा चाहिँ ड्रप गऱ्यौँ है। ऊ चाहिँ अब दिनभरि आज आफ्नो कजनसँग गफ गर्ने रे, इन्जोय गर्ने रे है। अनि यता अर्को छोरीलाई तल लिन बोलाएँ मैले।
अनि दुईटीलाई मैले फेरि अब भाटबटिनीमा सपिङ गर्नुपर्ने, झोला लानै बिर्सेछु। अनि यहाँ छोरीलाई तल झर्दाखेरि झोला लिएर निस्किन भने, ल दुईटी आज खुसी भएर दुईजना बस्ने भए। त्यहाँबाट हामी फेरि निस्कियौँ है। निस्किएर अनि फेरि हामी यता धुम्बराई चोकमै आइपुग्यौँ। त्यहाँबाट फेरि मलाई यता जानु थियो कि यता तरकारीहरू पनि लिन जानु थियो है। तरकारीहरू चाहिँ सधैँ मैले कहाँ लिन्छु भने यो धुम्बराईमा छ नि। मलाई चाहिँ यो सानोतिनो कालीमाटी जस्तै लाग्छ कि तरकारीहरू लिन, धेरै भेराइटी पनि हुन्छ है। सधैँ म यहीँ जान्छु। सुरुमा त मलाई आलु प्याज लिनु थियो है। मलाई यो आलु रोज्नलाई एकदम मनै लाग्दैन कि, हात यस्तो फोहोर हुन्छ है। त्यही पनि अब खाना परेपछि त रोज्नु पनि पर्यो है। यो आलुको कति, यो आलुको कति भनेर सोधिरहेको छु कि मैले त्यहाँ। अनि त्यहाँ साउजीले यसको यति, यसको यति भन्दै हुनुहुन्छ है। ल मलाई दिनु नि त भनेर मैले आलु लिएँ होइन। टन्नै लिएँ आलु पनि। अनि आलु प्याज लिएँ। अनि क्युआर कोड दिनु, मसँग क्यास छैन भने लिएर अनि फेरि त्यसैको माथि हरियो तरकारीहरू किन्नलाई हामी उक्लियौँ है। यहाँ माथि यस्तो रमाइलो लाग्छ नि मलाई तरकारी किन्न है। हरियो तरकारीहरू जे खोजे पनि पाउँछ। अनि अरू ठाउँभन्दा अलिकति मूल्य मिलाएर नै पाइन्छ क्या यहाँ। अनि फ्रेस पनि पाइन्छ है। प्रायः जसो मलाई तरकारी लिन जान यहीँ मन लाग्छ के। तर हामी अलि ढिलो गएको भएर प्रायः तरकारीहरू त सकिसकेको थियो। अरू बेला त हामी बिहानै जान्थ्यौँ होइन। आज चाहिँ हामी अलि ढिलो नै पुग्यौँ के। जाँदाखेरि नै 12 बजिसकेको थियो। त्यही पनि चाहिने तरकारीहरू यताउता त हामीले किन्यौँ है। चाहिने तरकारी किन्यौँ। अझ म सोच्दै हिँडिरहेको छु के तरकारी किन्ने होला भनेर है। सोच्दै हिँडिरहेको छु। अनि त्यसपछि तरकारी ल आजलाई भयो भनेर तल ओर्लियौँ, गाडीमा राख्यौँ सबै तरकारीहरू। अनि त्यसपछि फेरि हामी त्यहाँबाट निस्किएर अनि सल्लाह गऱ्यौँ अब कहाँ जाने त भनेर होइन। शनिबारको दिन छ, जाम अब आमालाई भेट्न जाम भन्ने कुरा भयो हाम्रो है। अनि हामी त्यहाँबाट ल जाम त आमालाई भेट्न भनेर हिँड्यौँ आमालाई भेट्नतिर है। अनि यहाँनिर के यो सामाकोसीबाट है मलाई यो नागार्जुन डाँडा हेर्दै, हरियो डाँडा हेर्दै हिँड्न यस्तो रमाइलो लाग्छ। पानी परेछ, पानीको थोपा सिसामा लागिहाल्यो है। थोपा पानी त परिहाल्यो। अनि त्यसपछि यता बस पार्कमा आएर फेरि हामी एकछिन जाममा पऱ्यौँ। शनिबार पनि यो बस पार्कमा चाहिँ सधैँ ट्राफिक जामै हुन्छ कि, शनिबार पनि जाममा पऱ्यौँ। त्यसपछि हामी यता सानो भर्याङतिर लाग्यौँ है। म चाहिँ यता खोज्दै हिँडिरहेको छु कि फलफुल पसल कता छ भन्दै होइन। अनि फलफुल पसल आयो भने रोकिदिनु है भनिरहेको छु। ठ्याक्कै यहाँ फलफुल पसल देखेँ। अनि यहाँ पुगेर अब यहाँ पनि अब नेपालीको बानी त हो, भाउताउ गर्नु पर्यो। यसको कति मिलाएर दिनु न पनि भन्न पर्यो है। त्यहाँ मैले लिएर गाडी फेरि यता बाटोमा रोकेको थियो। बाटोमा रोकेपछि त धेरै बेर रोक्न मिलेन। छिटो गरेर म यता गाडीमा गएँ। छिटो फलफुल पनि किनेँ। अनि त्यसपछि फेरि हामी यो आर्मी मेडिकल कलेज हुँदै है यता दिदीको घरतिर लाग्यौँ है। अब दिदीको घर पनि आउने बेला भइसक्यो। ल ठ्याक्क आयो। अब भित्र जाउँ है त। को के गर्दै हुनुहुन्छ हेरौँ। उहाँहरूलाई थाहा नै छैन कि हामीले नभनिकन आएको है। गेट खोलेँ मैले। अब गाडीभित्रै राखौँ न त, बाहिर राख्ने ठाउँ छैन भनेर गाडीभित्रै राख्यौँ। गाडीभित्र राखेपछि म यसो भित्र जान्छु है त। को के गर्नुभएको छ हेरौँ भन्दै भित्र पसेको त दिदी मात्र हुनुहुँदो रहेछ। मम्मी चाहिँ एकछिन रेस्ट गर्नुभएको रहेछ, पल्टिनु भएको रहेछ। अनि भो नउठाम भनेर एकछिन बस्यौँ। छोरो पनि आइपुग्यो। अनि हामी चाहिँ एकछिन गफ गर्दै बस्यौँ। आमा पनि एकछिनमा त आइहाल्नु भयो है। ल आमा चाहिँ यता ज्वाइँसँग बसेर गफ गर्न थाल्नुभयो। अनि एकछिन त्यहाँ गफ गऱ्यौँ है। चिया खायौँ। ल जाउँ त अब भनेर सबैसँग बिदाबादी भयौँ। दिदीलाई पनि ल गएँ बाई गर्नु भने होइन। आमालाई पनि हजुर यहीँ बस्नु, हामी गयौँ बाहिरसम्म नआउनु भने। अनि यता अब गाडी निकाल्न पर्यो है। आमालाई नआउनु भनेको त पछाडिपट्टि आइसक्नु भएछ। अनि आमाले अब त कहिले आउँछेस् भनेर सोध्नुभयो।
अनि मैले चाहिँ अब मेरो के काम छ र, म आइहाल्छु नि नातिनीलाई पनि लिएर भने सबैलाई बाई गरेर हामी यहाँबाट निस्कियौँ है। अनि निस्केपछि फेरि हामी अलिकति अगाडि गएर सल्लाह गऱ्यौँ। हाम्रो घरको लागि पनि सामान किनकान गर्नुपर्ने थियो धेरै नै है। तर अलि अगाडि आएको त यस्तो पानी पर्यो, यस्तो पानी पर्यो है, अगाडिको त के पनि नदेखिने यस्तो अन्धधुन्ध पानी पर्यो है। अब हामी किनमेल गर्ने कि नगर्ने भनेर एकछिन त अलमल्लै पर्यो। अनि यो वसुन्धरा है यता नारायणगोपाल चोकतिर त यस्तो खोला बग्छ, अलिकति पानी पर्ने बित्तिकै झन् आज त यस्तो ठुलो पानी परेको, यस्तो खोला बगेको है। अब पानी पर्ने बित्तिकै त जाम परिहाल्छ है जहाँ पनि। हेर्नु त यस्तो खोला बगेछ है, यस्तो खोला छ, स्कुटरहरू त कस्तो गाह्रो गरेर हिँड्नुपर्ने के। अनि त्यहाँबाट हामी फेरि अगाडि गयौँ। अब आज किनमेल नगरौँ, जाम खाजा खान भनेर बाजेको सेक्वामा खाजा खान गएको त यस्तो प्याक है, पार्किङ गर्ने ठाउँ पनि थिएन त्यहाँ। त्यसपछि हामी पार्किङ खोज्दै अगाडि गयौँ है। अनि अगाडि पनि हामीले पार्किङ पाएनौँ। फेरि गाडी फर्काएर बाटो पारी पार्किङ गऱ्यौँ। पानी परेको है, छाता चाहियो। कुन्जुनीदेखिको थोत्रो छाता रहेछ गाडीको डिक्कीमा, त्यो छाता निकालेर अनि हामी दुईजना, त्यही पनि यो छाता त बिग्रेको पो रहेछ है, यसो टाउको मात्र ओत्लाङ्ने छाता रहेछ। अनि पानी परेको बेलामा बल्ल बल्ल यताउता गाडी हेरेर हामीले बाटो काट्यौँ। अनि हामी बाजेको सेक्वामा गयौँ। बाजेको सेक्वामा यस्तो भिड कि है, बाहिरैबाट सोध्यौँ बस्ने ठाउँ छ कि छैन भनेर। अनि उहाँहरूले यहाँ बस्नु न भनेर देखाइदिनु भयो है ठाउँ। अनि त्यहाँ बस्यौँ। यस्तो भिड यस्तो भोक लाग्यो फेरि, खानेकुरा कुर्दा है, धेरै भिड भएको भएर खानेकुरा आयो। अनि आएपछि त हामीले गाम्लाङ गुम्लुङ है यस्तो छिटो खानेकुरा खायौँ। यहाँको चाहिँ मलाई कस्तो मिठो लाग्छ के, छोइलाहरू होइन, जानेको त्यो मासुहरू के हुन्छ के। अनि हामी गफ गर्दै छिटो खाना खायौँ। त्यहाँ खाजा खायौँ है। अनि खाजा खाएपछि पानी अलि बन्द भएको हो कि जस्तो पनि भयो है। अनि पानी बन्द भएको भए त जाम अब छिटो भन्यौँ हामीले। तर त्यहाँ छिटो पनि खायौँ है, छिटो खायौँ। अनि यसो निस्किनु पर्यो भनेर यता निस्कियौँ हामी दुईजनाले त है। यस्तो छिटो खाइरहेछौँ नि है, अहिले हेर्दा पो हाँस उठ्यो क्या मलाई। अनि त्यहाँबाट है अब पानी बस्यो, अब यही बेलामा निस्किन पाए हुन्थ्यो भन्ने हाम्रो सल्लाह भयो है। अनि हामी ल अब निस्क्यौँ न त, यो खाम छिटो भन्ने। हामीलाई फेरि अर्को ठाउँमा पनि जानुपर्ने थियो कि, अझै काम बाँकी थियो है। अनि कति खाइरह होला है, हामीले खाइ गऱ्यौँ। अनि त्यहाँबाट हामी छाता ओढ्दै निस्किएर अनि यता गाडी हामीले बाटो पारिराखेको थियौँ के। कस्तो भिड थियो यो दिनमा त है। अनि यता बाटो पारिराखेको थियौँ, दुईजनाले बाटो काटेर अनि यता पानी चाहिँ अलिअलि बन्द भइसकेको थियो। फेरि निस्केपछि फेरि पर्न सुरु भयो के। अनि गाडी हामीले यहाँनिर पार्किङ गरेको थियौँ, गाडीभित्र चढ्यौँ है। चढेर अनि गाडी यताबाट निकालेर फेरि हामीलाई यता धुम्बराई अपार्टमेन्टमा जानुपर्ने थियो कि। अनि त्यहीँबाट छोरीलाई फोन गरेँ, तिमी रेडी भएर बस, हामी लिन आउँदैछौँ है भने। अनि उसले चाहिँ 5 मिनटपछि जाने नि भनी, ल अब हामी आउँछौँ भन्यौँ। अनि उसले हजुरहरू पनि आउनु, एकछिन बस्नु, चिया खानु अनि जानु भनी। अनि हामी पनि ल हामी माथि नै आउँछौँ भन्यौँ। अनि म माथि नै उक्लेँ गाडी यता पार्किङ गरेर है। मेरो चाहिँ आजको दिनमा दिदीहरूको घरमा जाने दिन रहेछ। अनि फेरि यहाँ अर्को दिदीको अपार्टमेन्टमा आइपुगेँ म। दिदीले ढोका खोली है। अनि मैले छोरीहरूलाई सोधेँ, तिमीहरूलाई रमाइलो भयो आज भनेको। एकदम रमाइलो भयो भनेर छोरी त खुसी भएर अनि आमा छोरी दिदीहरूसँग बिदाबादी भएर तल झऱ्यौँ। अनि यताबाट गाडी उताबाट ल्याउँछु, तिमीहरू यता निस्क भन्नुभयो है। अनि हामी घरमा आइपुग्न लायौँ है। मौसम पनि चिसो थियो। घरमा कतिखेर पुगेर चिया खाम जस्तो भयो कि। म जहाँ गए पनि चिया चाहिँ मलाई कस्तो घरमै आएर खान मन लाग्छ के है। पानी परेको थियो, चिसो थियो नि त। अनि फोन गरेर चिया बनाउँदै राख है भने घरमा नानीलाई। अनि घर पनि ठ्याक्र्याक्क आइपुग्यो। म चाहिँ गाडीबाट
पहिला निस्केर नानीलाई बोलाएँ है। गेट त बन्द रहेछ, अनि खोली, नानीले गेट खोली। ओहो आहा, जहाँबाट गएर आए पनि यो घरभित्र छिरेपछि त यस्तो आनन्द आउँछ, यस्तो आनन्द आउँछ है। अनि जो हामी देखेर खुसी भएर उफ्रेर है, पानी परिरहेको थियो कि पानी बसेकै थिएन, खुसी भएर उफ्रेर जो